त्यस्तो बात त्यो मैले हानेको छु त्यो त अनि कस्तो चाहिँ हान्नु पर्यो यो भन्दा त्यो पारेर कहाँ हुन्छ मोबाइल त्यसै त 35 हान्ने झुलो यस्तो कस्तो चाहिँ हान्नु पर्यो अहिले नि 20 हान्ने छु कस्तो चाहिँ हान्नु पर्ने देखाउनु त सबै टाइम लु देखाउनु नि त तपाईले देखाउनु न त अनि यसको नि टाइमिङ हो है कान त्यसरी हुन्छ त कस्तो चाहिँ हान्नु पर्ने देखाउनु नि त कस्तो फेरि रोक्नु हो क्या खेल्दैन बाजे खेल्दैन कसले बढी हान्छ त हो यतिको चाहिँ हो तपाईले हानेको हो 25 मा ल बाजे अहिले हान्नु हो तपाईले हान्नु तर तपाईले हाने ठिक हो त अनि हुँदैन अरे 25 मा खेल्ने हान्नु न 25 मा खेल्ने कि बाजी खेल्दा मात्रै हान्ने अनि नखेले त किन हान्नु तपाईको शरीरको लागि एक्सरसाइज 30 मा छ त हाम्रो 25 कमल सरलाई दियो क्या लु त नुहाइदिएको नि त फेरि गर्मी भयो गर्मी भयो ल ल प्योर खसी चाहिँ बाफ्रे ल यस्तो छ आजको हाम्रो बिरयानीको अवस्था यस्तो छ खुकुरीको धार यतातिर पर्छ ल तपन सरको बिजोक पसिना सारी गल्यो गल्यो होइन मेरो कारणले मात्रै भिड आउँछ हैन अनि सब्स्क्राइब लाइक गरिदिनु पर्यो होइन ब्लगलाई चाहिँ एकदम कम्ता मेहनत छ यहाँ यहाँ त खुट्टा यसको दुखेर जुका जुका पनि छ होला यहाँ हेरौँ ल यो चाहिँ अन्डा एकदमै अर्ग्यानिक तरिकाले यसरी के भन्छ यसलाई पातमा टक्क लाउने अनि अब यसलाई पाक्छ अनि खाने यो चाहिँ एकदमै अर्ग्यानिक चिज हो यस्तो चाहिँ साथी हो ल मिसहरूले चाहिँ एकदमसँगले सिलौटोमा अदुवा लसुन मिस सबै झरिगयो त नि उता सरसफाइ अभियान चाहिँ नुहाउने काम हुँदैछ अन्तिम यो फाइनल हाम्रो यो खसीको सरसफाइ चाहिँ फाइनली अवस्थामा छ है साथी हो यता कमल सरले टाउकोलाई व्यवस्थापन गर्नुहुँदैछ ल मिसहरूले चाहिँ लसुवा अदुवा मिस एकचोटि देखाउनु त त्यो चक्कु एकदम अर्ग्यानिक छ चक्कुहरू पनि चप्पल चाहिँ छ यो क्या सर यो चाहिँ बिरयानीको लागि रेडी हुँदैछ ट्याक्कसँगले चामल हाल्ने काम भयो माछा यता चाहिँ अब राजु सरले माछा पकाउनु हुँदैछ माछा मछली टक्क यहाँ चाहिँ माछा बनाउनु हुँदैछ चन्द्र सरले रेडी गरिदिनु भयो यहाँ माथि चाहिँ साथी त्यो माथि चाहिँ साथी जिन्दगीमा पहिलोपल्ट देखेको यस्तो रहेछ भन्दैछ अनि हो हेर्नु त ल यता खाने काम एकदम जारी छ होइन कमल सरको हात लम्काइ लामो छ तपन सरलाई फेरि तपन सरलाई फेरि खसी पनि बोका गनाउँछ अरे तार्नु भएको माछा पनि रेडी भएछ है च्याट्टासँगले ल यो चिसाङ खोलाको माछा त्यो चाहिँ बिरयानी ल यत्तिका बाटो त साह्रै अप्ठ्यारो पो छ त होइन पुरा चिप्लो छ हौ यत्तिका भान्जाको चाहिँ पहिलेदेखि नै चम्काउने मस्काउने धुर्याउने मात्रै जिम्मा हुन्छ आज पनि
कराई बोकेर हिँड्ने सिएम कम्पनी आहो ल राम्रो छ ल आज चाहिँ हाम्रो यो पिकनिक टोली चाहिँ चिसाङ खोलाको फेदीमा एउटा सामान्य यसो 2083 सालको चाहिँ पिकनिक गरेर यसो रमाइलो गरौँ भनेर यहाँ हामी झरेका छौँ सबिना मिसले चाहिँ फुरनदाना बोकेर अगाडि जानुहुँदैछ गङ्गा मिसले अन्डाको क्यारेट हाम्रो जुन्ता मिसले करेन्ट चाउचाउ होइन इन्द्र मिसले टमाटर टेक्सरले अन्य चिजहरू बोकेर हामी अलिकति बाटो चाहिँ थोरै अप्ठ्यारै छ यस्तो बाटोबाट जानुपर्ने स्थिति छ है यो चाहिँ ठ्याक्कै यो पारिपट्टि भनेको लेटा नगरपालिका पर त्यसै गरी अब यो खोलादेखि वारी चाहिँ केराबारी गाउँपालिका को दोभानमा रहेको यो चिसाङ खोलामा आज अलिकति थोरै मौसम पनि अनुकूल चाहिँ छैन किनभने माथि हेर्दाखेरि एकदमै बादल लागेको छ ल हिँड्नु मिक्सहरू ल बिस्तारै हिँड्नु यहाँबाट त ख्यास्ल्याक्क झऱ्यो अन्त गइयो त ल अहिले चाहिँ बाँदर हिँड्ने बाटोमा हिँडिँदैछ यस्तो छ आऊ ल छिटो लडिएलाई 25 किलोदेखि 50 किलोसम्मको भारी बोकेर हिँडेर हुन्छ यहाँ आमामामा यस्तो बाटो केही होइन बाटो जमानामा मैले मजिटो बोकेर लाँदा त्यही बाटो मजिटो पनि बोक्यो कसरी केजीको थियो त्यतिखेर 50 रुपियाँ त्यो त अत्याधिक भयो नि त ल ठिक छ अनि मजिटो बेचेर तिमीले फोन किन्यौ अरे नि त त्यतिखेर छालाको जुत्ता आमामा ल कुरै छोडिदिउँ न त नि साथीहरूको बाटो त साँच्चै खराब छ त हौ अस्ति अप्ठ्यारो हो क्या हो यो ओहो ल हेरौँ यस्तो बाटोबाट हामी अब कराई बोकेर फेरि 25 केजीको भारी बोकेर हिँड्ने मान्छे पो यहाँ अगाडि भान्जा बामे जेन्न सर ल वाउ ल यस्तो छ है साथी हो बाटो पिकनिक खाना त्यति सजिलो छैन बाटोको अवस्था हेर्दै तपाईँहरू थाहा पाउन सक्नुहुन्छ यस्तो छ यता पनि पुरै खोल्सी दारे अक्कर पुरा छ यहाँबाट खुट्टा चिप्ल्यो भने गयो है साथी तल वारी खोला पारीमा खोला बिचैमा पापिलो भान बिर्सनेले बिर्सीमा गयो हजुर अब रोशन सरले चाहिँ अब यो क्षेत्रमा चाहिँ टक्कसँगले लगाएर बोका पाल्ने चाहिँ उहाँको सुर रहेछ तर जुका देख्दाखेरि चाहिँ 3 फिट उफ्रिने मान्छे उहाँ नै हो यस्तो छ स्थिति चाहिँ साथी हो ल जुकाइ यस्तो छ है साथी हो यो चाहिँ मोरङ जिल्लामा नि यसरी जुका पाइन्छ है कहिले भन्दाखेरि बैशाखमा ठ्याक्कै यो अचम्म होइन बर्खा सिजन भएको भए पो पनि भन्नु होइन यस्तो छ बाटो पनि अब चाहिँ फाइनली हामी पिकनिक स्पोटमा आइपुगेका छौँ यहाँ नै हामीले अब पकाउने खाने रमाइलो गर्ने कार्यक्रम छ अगाडि यस्तो छ बाँसको झ्याङ चट्टसँगको यस्तो छ साथीहरू थोरै तलतिर गएर अब हामी पौडी पनि खेलिन्छ ओहो बल्ल आइपुग्यो ट्याक्कसँगले बल्ल आइपुग्यो यस ठाउँमा ल यस्तो छ थोरै खोला सुकेको छ सबै सरहरूले आफ्नो जिम्माको काम गर्नुहुँदैछ टेक्सरले आगो जोड्ने काम सरहरूले आफ्नो तरिकाले आफ्नो काम गर्नुहुँदैछ कमल सर चाहिँ यहीको लागि आज चाहिँ काठमाडौँबाट आउनु भएको छ यस्तो छ है साथी हो के छ कमल सर के हो अघिको बाका तपाईँको
कुइनेटोमा के थियो सबिना मिस के भाका थियो कुइनेटोको भाका त खै टुटे जस्तो छ के ल आगो पुग्ने काम चाहिँ टेक सरले गर्नुहुँदैछ ल भाइ आयो त्यो चिज आएन चन्द्र सर सेन्टरमा चाहिँ फिल्डमा निक्लिसक्नु भयो राज सरले चाहिँ एकदम सिलौटी जस्तो छ ल आगो फुक्ने दाउराहरूको बन्दोबस्त मिलाइँदैछ यस्तो छ साथी हो टक्कसँगले ल आजको हाम्रो चिज चाहिँ त्यही हो है कमल सरले डोर्याउँदै जानुहुँदैछ ओहो ल साह्रै ठुलो छ त चिज त ठुलो छ है ए प्योर बोका है ल होइन के हो ल लु त नुहाइदिएको नि त फेरि गर्मी भयो ल ल प्योर खसी छ बाफ्रे ल यस्तो छ आजको हाम्रो बिरयानीको अवस्था यस्तो छ खुकुरीको धार यतातिर पर्छ ल तपन सरको बिजोक पसिना सारी गल्यो गल्यो होइन मेरो कारणले मात्रै भिड आउँछ होइन अनि सब्सक्राइब लाइक गरिदिनु पर्यो होइन ब्लगलाई चाहिँ एकदम कम्ता मेहनत छ यहाँ यहाँ त खुट्टा यस्तो दुखेर जुका जुका पनि छ होला यो बोको कि पाठी हो भन्दाखेरि बोके हो ल राज सरले ओइ होइन कति साह्रो पड्किन्छ रे बास यो चाहिँ हाम्रो आजको बिरयानी यस्तो छ पनि ल बोकोलाई अहिले चिसो भएर सेकाउँदै गरेको अवस्था भान्जा चिप्लिन्छ है चिप्लिन्छ तपन भाइ है त तल झर न खोलातिर झर त भाइ हुँदैन भाइ है लडिन्छ ल साथीहरू अब गएँ अब म पनि जान्छु है के हो ठाउँ बनाउँदैछु नि त म बच्चा अझै 1300 हुनु पर्यो के हो अझै होइन हो त्यतिको हो त्यतिको के चाकमा ल्याउँदैछ कति